हेलो नमस्ते म रमेश तपाईले खाना खानुभयो मैले त अघि नै खाइसके आज गुन्द्रुकको झोलसँग मकैको भात सराम मुसेर खाएको कस्तो मजा आयो पेटै टन्न भइराछ तपाईहरुले के खानुभयो साच्चै तपाईहरु कति धेरै जनाले मेरो भिडियो हेर्नुभयो है मलाई कति धेरै माया गरिदिनु भयो मलाई त चर्चित बनाइदिनु भयो तपाईहरु सबैजनालाई धेरै धेरै धन्यवाद छ आज चाहिँ म तपाईहरुलाई भकारो सोरेको भिडियो देखाउँछु गाउँघरका मान्छेलाई थाहा हुन्छ भकारो भने के हो भनेर काममै यही गर्नुपर्छ दिनरात तर शहरका मान्छेलाई थाहा हुँदैन नि त त्यही भएर देखाएको है नरिसाउनु होला तपाईलाई थाहा छ गोबरको कति धेरै महत्त्व छ नि गोबरले त हाम्रो गाउँघरमा यो माटोको घरहरुमा लिप्न मिल्छ अब शहरमा पो पक्काको घर हुन्छ लिप्न मिल्दैन हामी त गोबरले नै घर लिप्ने हो कस्तो राम्रो हुन्छ अनि गोबर छ नि मल बन्छ यो मल बनिसकेपछि चाहिँ हामीले बारीमा लगाएर हाल्छौं खेतमा हाल्छौं त्यही भएर त अन्न बाली सप्रिन्छ कति धेरै अन्न फल्छ अनि त्यो अन्न तपाईहरुले खाने हो अब यो भकारो सोरेपछि घाँस काट्न जान्छु अनि घाँस काटेर ल्याएपछि गाईलाई कुडो बनाएर खुवाउनु छ अनि गाईलाई कुडो बनाएर खुवाएपछि एकछिन गएर आलु खन्नु छ आलु खनेर ल्याउँछु आलु खनेर ल्याइसकेपछि म मेरो प्यारो सुभद्रा काकीलाई भेट्न जान्छु के गरिरहेको छ काम नगरिकन गाईको गोबरको कति धेरै महत्त्व छ भनेर मेरो भिडियो हेर्ने साथीहरुलाई भनिराको उहाँ चाहिँ मेरो केसरी आमा हो नि म सानैदेखि उहाँहरुकै घरमा बस्छु यो घर बारी खेत सबै उहाँहरुको कति धेरै धनी हुनुहुन्छ केसरी आमा मेरो भिडियो हेर्ने साथीहरुलाई के भन्दिनु न के भन्यो र अब के पनि भन्न आउँदैन मलाई जे भन्दा पनि हुन्छ के भन्दिनु न जे भन्दा पनि हुन्छ अब त धेरै त एक्लो रुखमा गएर रुखलाई अँगालो मारेर तेरो प्यारी सुभद्रा काकीको घरमा मात्रै काम सघाएर धेरै बस्ने होइन घरको काम पनि धेरै गर्नु पर्यो भन्न चाहन्छु ल तपाईले पनि त्यो मेरो भिडियोहरु हेरिसक्नु भयो त्यो अब अलिकति छस देखा मात्रै हो बाबरे कति पाठी मान्छे भाइ मेरो भिडियो हेरेर पनि केही नभन्नु भएको कस्तो लाग्यो तपाईलाई राम्रो लाग्यो ल अब राम्रो लाग्यो भएदेखि मेरो भिडियो हेर्ने सबै साथीहरुलाई लाइक शेयर सब्स्क्राइबर गरिदिनु भन्दिनु लाइक शेयर सब्स्क्राइबर गरिदिनु भन्दिनु न आमा लाइक शेयर ह्याम्न मलाई लाइक शेयर सब्स्क्राइबर सब्स्क्राइबर गरिदिनु भन्नु न आमा सब्स्क्राइबर गरिदिनुस् यसको भिडियोलाई भयो अब जा घाँस काट्न बस्तु भकायो होला ल त साथीहरु अबको मेरो अर्को भिडियो चाहिँ घाँस काट्ने ठाउँमा गएर बनाउँछु है त्यतिन्जेलसम्मको लागि सबैजनालाई बाइ बाइ आई लभ यु अनि काट्नु भयो